Hello everyone, welcome back to another vlog. आज चाहिँ हामी चाहिँ तिमितारमा हाम्रो फुपूको घर आएको छ। त्यही भएर हामी चाहिँ यहाँ अब घुम्नु गएको। यहाँनिर बहिनी पनि छ सानैबडे। यता हेरिदिनु नि तपाईँ पनि। हाई गरिदिनु नि। हाई गरिदिनु नि। ल है हामी त गएको घुम्नु सबैले भ्लग हेर्छ उसलाई पनि देखाइदिनु पर्यो। हाई गरिदिउ न। हामी चाहिँ गएको घुम्नु। पानी पर्दैछ हल्का सिमसिम। तिमी तार होइन? तिमी टी गार्डन? तिमी तार चाहिँ तल पर्छ। यो चाहिँ तिमी टी गार्डन है। यस्तै हुन्छ इन्डियाको रोडहरू। हजुर औ यता हेर्दैन कस्तो लाग्यो? हजुर रमाइलो लागिरहेछ। अहिले हामी फुपूको घरमा आएको छु तिमी टी गार्डन। आमा कहाँ गएको अहिले चाहिँ भनिदिनु नि। टी गार्डन अहिले चाहिँ कहाँ गएको? अहिले चाहिँ हामी कताबाट जाँदैछ पाजे दोकानमा। यहाँ चाहिँ भानिजको दोकान छ अरे हाम्रो। कटेज भन्नु हो नि। लुसी जस्तै रहेछ है कुकुर त नि। हेर्नु न रोडै रोड घुम्दै घुम्दै। यो चाहिँ टुरिस्ट एरिया अरे तल तलको चाहिँ। यहाँ त नि थाहै भएन नि हामी गाडीमा त्यतैबाट आयो पासे। के हाउस अरे? कपै कप छ त्यहाँ चाहिँ। त्यो कप बनिरहेको छ। ए रहेछ रहेछ। पानी चाहिँ नपरोस् है। आसो आसो भन्दैछ। आउ आउ भन्दैछ बेङ्गोलीबाट। काउन्टर के भन्छ डान्स गर्दा हुन्छ। ए त्यहाँ पनि छ डान्स गर्ने? उयो बसेर नि घुम्छ नि। त्यहाँ छ। आज त राखेन रहेछ त अनि। पानी परिरहेको थियो। आज राखेन रहेछ। पानी परेर होला नि। Organic tea garden. Guys, यस्तो दामी छ है यहाँ पनि। खुल्यो भने चाहिँ दामी देख्ने रहेछ नि। खुल्यो भन्छ नि। के छ त्यहाँ? के छ त्यहाँ? ढल्ने रहेछ। पक्राइ मलाई। हो र? कसरी अरे? अन्त नि निस्किँदाखेरि नि छङ्गुबाट के उयो के भन्छ आर्मीको देख्छ होइन त्यो डन्ठी भनेर के टोपीहरू लगाइरहेको त्यस्तो पनि छ त है। गयो त्यहाँभित्र पनि तिमीहरू?
बाबा मन्दिर पनि पस्यो भित्र सेन्टहरू हुन्छ होइन बाबा भित्र त हामीले झन् उसको स्टोरी पनि बतायो क्या हामीलाई चाहिँ हामी त पस्नु भएन नि टाइमै थिएन नि त ए कति बजीतिर गएको हामी बिहानै 5-6 बजी गएको होइन तर के भन्छ कति छिटो सक्यो यति नै हो ऊ तल छ नि अझै ऊ तल पो कता उँधो देखेन अहिले तिमी गएकै छैन ऊ तल अझै ए हो र अहिले तिमी चाहिँ फोटो खिचौँ ल यहाँ आउँ उता पाकेसँग पाछे क्या भुक्दिरहेको छ सेन्टर पर्दछ नि पाछे नेपाली हिन्दी बङ्गला सबै थियो कति एउटा आन्टीले त कस्तो हँसाउँछ किन सबै के भन्छ बफलरहरू खोले होइन गालुमा पनि डान्स गर्दा तिमीहरू चाहिँ यहीँ थियौ दोकान आइबस्छ ए अनुहारमै आयो ले टोपीहरू दोकानमा आइबस्छ नि ए हजुर बेलुका मलाई अल्छी लाग्छ हो झर्दिन हो हजुर कोही बेला 12 बजी 11 बजी आउँछु बिहामा हो टुरिस्टको ए उता त राम्रो रहेछ नि त यहाँ उभिँदैन बस्दैन पासङ यसको जिउमा देखाउने बस्दैन त बस्ने ठाउँ होइन होला नि बस न हौ के हुन्न बस न त्यो बसेरै हो त्यो सबै चिप्लो उयो गइसकेको छ कलर ए बस न भनेको त बस न हौ भिडियो गरिरहेको छु भरे ब्लगमा हालिदिन्छु बस्न मिल्छ होला नि मिल्छ किन मिल्दैन त्यही त वाह बस्ने ठाउँ कस्तो फिल भइरहेको छ तपाईँलाई एकदम रमाइलो त्यहाँ बसेर हौ यहाँ यहाँ त ठिक छ नि अब यो खै फोटो बजी थियो नि त ए घर पनि नि 8 बजीतिर आइपुग्यो बेलुकाको अरू कुन कुन जग्गा घुम्यो त हामी त्यहाँ ग्याङटोक एमजिमार्ग हो अन्त ए अन्त बिर्सेँ मैले कति अगाडि गएको हो हजुर दिवालीमा हौ ए अस्तिको दिवालीमा यिनीहरूले चाहिँ कहीँ नछोड्ने रहेछ लु जतै गए पनि यिनीहरू चाहिँ देखेको बङ्गालीहरू चाहिँ नि उनीहरूको त पैसा अन्त उयो छ कि क्याफे हजुर हजुर सिजनमा चाहिँ 1 लाख बिक्छ अरे खाना सेन्ट्रेम अब सबैमा तर यहाँ त यति गयो झन् बाहिर उयस झन् कस्तो बिक्छ होला त्यो राबुङलाहरूमा उयस हुन्छ नि बुद्ध पार्कमा त है बेसी बिक्छ नि कहाँ बुद्ध पार्कमा कस्तो मान्छे हुँदो रहेछ है अम्बो बुद्ध बागतिर चाहिँ यस्तो हुन्छ कि टिकट सिस्टम हुन्छ कि हजुर खाना दाना चाहिँ राम्रो चल्छ नि त हो र खानाहरू चाहिँ यता चल्छ अरे अनि हाम्रो यसबाट पनि हुन्छ नि त अझै तल आइला प्रेमी हो त्यो बुद्ध पार्कमा त फेरि अस्ति हामी गएको होइन यसरी लाइन लागेको हामी चाहिँ भित्र पस्नु चाहिँ किनभने अब उसको चाहिँ चिनाजाना छ हो ड्राइभर पार्टी हो त्यसैले गर्दा चाहिँ राम्रो बिक्छ नि ए ए हजुर थाइपो बेसी बिक्छ हाम्रो यहाँ हजुर हजुर अन्त बेलुका चाहिँ उसको चिनाजानाहरू यस्तो आउँछ महिनामा 1 लाख अन्त महिनामा होइन नि त हौ सिजनमा त दिनको 1 लाखसम्म बिक्छ अरे यहाँ आम्बो र त्यो दोकानमा हाम्रै ज्वाइँचेला पर्छ के पो त फेरि उसको मिसेस चाहिँ नि हजुर हाम्रो सरण बहिनीहरू पर्छ हजुर ए अब हामी पनि काम साम छोडेर बुढा यस्तोमा लाग्नुपर्ने रहेछ यही छ हामीहरू चाहिँ अब उकालो लाग्दैको हाम्रो यहाँ माथिको चाहिँ फुपूको छोराको दोकान अब हामी गएको बाई गाइज